हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। र अहिले चाहिँ हामी खाना खान आँटेको। हाम्रो चाहिँ अहिले अब लन्च टाइम हो। त्यही भएर आज चाहिँ मैले खानामा चाहिँ चावल अन्त कालो दाल र सुँगुरको मासु बनाएको थिएँ। पोर्क र सलाद छ। मेरो बुढाले चाहिँ खाइरहनु भएको छ है। सुँगुरको मासु ल अब मैले पनि स्टार्ट गरेँ। आज बुढी दामी बनायो। मिठो लाग्यो। सादा मिठो हुन्छ गरममा सुँगुरको मासु। पुरा गरम भयो। ल साथी, म चाहिँ अब 10 जना खाँदैछु।